सम्पूर्ण नेपाली दाजुभाइहरूको बीचमा जुन रौतहटको घटना छ प्रवाह नगरपालिका वार्ड नम्बर 9 को रामपुर खापको त्यो मस्जिदभित्रको सीसीटीभी फुटेज जारी भइसकेका छन्। जुन व्यक्तिहरूले भन्दै हुनुहुन्छ कि मस्जिदबाट ढुङ्गा मुरा सुरु भयो, त्यो व्यक्तिहरूले राम्रो तरिकाले यो सीसीटीभी फुटेजमा पनि हेर्न सक्नुहुन्छ र भिडियोमा पनि तपाईँ हेर्न सक्नुहुन्छ कि मस्जिदको ढोका बन्द छ। मस्जिदभित्र त्यति बेला मात्र 2 जना छ, एउटा विकलाङ्ग भएको व्यक्ति, एउटा अर्को चाचा हुनुहुन्छ। जुन मस्जिदमा मात्र 2 जना छन्। मूर्ति विसर्जनको क्रममा एउटा भिड आउँछ, त्यो भिडभित्र ढोका खोल्न प्रयास हुन्छ र ढोका खोलिसकेका पनि छन्। ढोका खोलेर भित्र पस्न प्रयास गर्छ। केही हिन्दू समुदायका दाजुभाइहरूले 2-4 जनालाई रोक्न पनि प्रयास गर्दछन्, तर पनि मानेनन्, ढोका खोलिदियो। ढोका खोलिसकेपछि जुन विकलाङ्ग व्यक्ति छ, यिनीहरूले डराउनको लागि लाठी मार्यो र त्यही हिन्दू समुदायको एउटा भाइले लागेको छ हैन। त्यही बीचमा ढुङ्गा मुरा यिनीहरू यताबाट सुरु गरिसकेका छन्। ढुङ्गा मुरा गर्ने व्यक्ति त्यो सम्पूर्ण व्यक्ति थिएन, मात्र 2-4 जना जुन अराजकता किसिमका हुन्छन् त्यस्ता व्यक्तिहरू जुन कि हाम्रो समुदायलाई, हाम्रो समाजमा शान्ति पसन्द हुँदैन तिनीहरूलाई हैन। र त्यही बीचमा चाहिँ विवाद उत्पन्न भयो। आज त्यही विवादको कारण आज पनि प्रवाह नगरपालिकामा विवाद भएको छ। तपाईँ स्पष्ट रूपले हेर्न सक्नुहुन्छ कि मस्जिदभित्र पनि एउटा युवा पसिसकेका छन् हैन। भाइ यस्ता क्रियाकलाप गरेर यो समाजलाई, यो देशलाई शान्तिको तर्फ लगेर जाँदैछौँ कि अशान्त बनाउँदैछौँ? म पटक आह्वान गर्छु र पटक अपिल गर्छु कि यो देशमा सामाजिक सद्भावनालाई कायम राखौँ। यो देशमा आफ्नो धर्मको आरमा अरूको धर्मलाई प्रताडित नगरौँ। जो सुकै पनि व्यक्ति होस्, जुन समुदायका व्यक्ति होस्, त्यो व्यक्तिलाई कडाभन्दा कडा कानुनको दायरामा ल्याउनै पर्छ समयमा। तपाईँ हेर्नुहोस् यहाँ मस्जिदभित्र ढुङ्गे भएको छ, ढुङ्गा भएको छ, सबै फाल्दैछन्। र यस्ता काम गर्ने व्यक्तिहरू र यस्तालाई साबसी दिने व्यक्तिहरूको यो त मस्जिदको ढोका तोडिदियो, यो त एकदमै लिडर छ भनेर एकदमै धर्मप्रति राम्रो काम गर्दैछ, यो हुँदैन भाइ। कुनै पनि धर्मको स्थललाई धार्मिक क्रियाकलाप गर्ने धार्मिक तरिकाले गरौँ न। यस्ता कुनै पनि ठाउँमा नहोस् र हाम्रो यही कामना रहन्छ। र सबैजना तपाईँ स्पष्ट रूपले भिडियो हेरिराख्नु भएको छ। र सम्पूर्ण रौतहट जिल्लाका जुन प्रवाह नगरपालिकाका सम्पूर्ण 2टा समुदायलाई भन्न चाहन्छु कि सामाजिक सद्भावनालाई कायम राख्नुहोस्। यो देशमा अहिले चुनावको माहौल छ, न त तपाईँको कुनै नेता सुन्नवाला छ, न तपाईँको कुनै सरकार सुन्नवाला छ। त्यही भएर 2टा समुदाय मिलेर गलत कार्य गर्ने व्यक्तिहरूलाई कानुनका दायरामा सामाजिक निर्णयमा लिएर आउनुहोस् र यो माहौललाई शान्ति बनाउनुहोस्। शान्ति तरिकाले जुन हिसाबले बस्दै आइराख्नु भएको छ त्यही हिसाबले बस्नुहोस्। म सबैसँग आह्वान गर्न चाहन्छु र यो भिडियोलाई सबैजना सेयर गरिदिनु होला। सीसीटीभी फुटेज छ, यसमा स्पष्ट रूपले हामी हेर्न सक्छौँ। र जुन 4-5 ठाउँमा हिजो घटना घटेको छ, त्यो सबै घटनालाई जोडेर म तपाईँहरूको माझ फेरि आउनेछु कि कहाँ यो घटना भयो र कुन हिसाबले भयो। धार्मिक क्रियाकलाप धार्मिक तरिकाले गर्दा पो राम्रो सुहाउँछ नि त। त्यही भएर सम्पूर्ण दाजुभाइहरूलाई जानकारी गरायो। धन्यवाद।